नमस्कार, मेरो नाम मेक सुब्बा लामा। म चाहिँ भरतपुर चितवनबाट आइसक्रिम सम्बन्धी ज्ञान लिने क्रममा सिक्ने क्रममा म चाहिँ गुजरातको अहमदाबादमा इन्जिनियर बोर्ड टेक्नोलाइटमा आइपुगेको छु। यो 3 दिने ट्रेनिङ सेसन 3 दिन हुँदाखेरिको अवस्थासम्म मैले आइसक्रिम सम्बन्धी धेरै कुराहरू सिक्न पाएँ। विशेष हृदयदेखि नै इन्जिनियर्स टेक्नो बोर्डलाई धन्यवाद दिन चाहन्छु। यस 3 दिने ट्रेनिङ क्रममा आइसक्रिममा जति पनि के कुरा हुँदो रहेछ भन्ने कुराहरू उहाँहरूले कदेखि ज्ञसम्म सिकाउनु भयो हैन। यसमा लाग्छ कि सामान्य जस्तो लाग्छ, तर यसमा धेरै कुराहरू छ। र त्यसलाई उहाँहरूले चाहिँ सजिलो तालले चाहिँ बुझाइदिनु भयो। म यसमा एकदम आभारी छु। र आइसक्रिम सम्बन्धी मात्र नभइकन कुनै पनि एन्टरप्रेन्योर बन्न चाहनुहुन्छ भने अथवा कुनै आइसक्रिम व्यवसायमा चाहिँ आबद्ध हुन चाहनुहुन्छ भने उहाँले मेसिनरी ज्ञानदेखि लिएर कसरी मेसिन सेटअप गर्ने हैन, त्यसपछि मेसिन सेटअप गरिसकेपछि लेआउट गर्ने तरिकाहरू, अनि त्यस पछाडि आएर चाहिँ तपाईको प्रोडक्सन कसरी गर्ने, प्रोडक्टमा के हुन्छ भन्ने कुराहरू सिकाउनेदेखि लिएर त्यसलाई कसरी बजारीकरण गर्ने भन्ने कुराहरू पनि उहाँहरूले सिकाउनुहुन्छ, जसले हामीलाई चाहिँ एकदम चाहिँ काम गरौँ भन्ने चाहिँ भावना जागृत भएर आउँछ हैन। अब यो 3 दिने क्रममा सबभन्दा पहिला त मैले क्याल्कुलेसन पार्ट हैन सिकेँ। क्याल्कुलेसन पार्टमा तपाईँको एसएमबी को मात्रा कसरी राख्ने, ब्यालेन्स कसरी गर्ने, पानी कति राख्ने हैन, तपाईँको त्यस्तै गरेर फ्याटको कन्टेन्टहरू कति राख्ने, सुगरको कन्टेन्टहरू कसरी राख्ने, क्याल्कुलेसन पार्ट एकदम इम्पोर्टेन्ट हो। तपाईँले मिक्स बनाउँदाखेरि तपाईँले क्याल्कुलेसनै गर्न सक्नु हुँदैन भने त्यसको कुनै भ्यालु हुँदैन, त्यस कन्टिन्जेन्सी रहँदैन त्यसमा चाहिँ हैन। त्यो सिकेँ। त्यसै गरी त्यसपछि निस्केको मिक्सलाई कसरी चाहिँ त्यसलाई चाहिँ ल्याबोरेटरी गरेर त्यो चाहिँ ठिक छ या छैन भन्ने कुरो पत्ता लगाउनु पर्ने हुन्छ। बिना ल्याबको आउटपुट हैन जाँदाखेरि त्यसले चाहिँ हाम्रो स्वास्थ्यमा असर पर्न सक्छ र इभन हाम्रो चाहिँ बनिसकेको मिक्सहरू पनि खेर जान सक्छ। त्यसलाई चेक जाँच गर्नको लागि ल्याबोरेटरी गर्ने सिस्टमहरू सिकाइदिनु भयो। एसएमपीमा त्यसै एडल्ट्रेसनको कुराहरू पनि, एसएमपीमा हुने एडल्ट्रेसनहरू, भेजिटेबल फ्याटमा हुने कुराहरू हैन, क्रिममा हुने कुराहरू, फ्याटमा के अरे चाहिँ मिल्कमा हुने एडल्ट्रेसनको कुराहरू सिकाउनु भयो हैन। यस सबै कुराहरू सिकाउनु भयो र फ्रोजन डेजर्ट सम्बन्धी पनि सिकाउनु भयो। फ्रोजन डेजर्ट भन्दैमा यो नराम्रो चिज भन्न मिल्दैन, यो खान मिल्ने एकदम शुद्धताको चिज हो। हामी जति पनि हामीलाई नलेज नभएको कारणले होला हैन, फ्रोजन डेजर्ट र आइसक्रिममा हामी चाहिँ एकदम झुक्किन्छौँ। फ्रोजन डेजर्ट भन्ने बित्तिकै एकदम नेगेटिभ इम्प्याक्ट गरेर त्यसलाई चाहिँ हामीले छुट्याउँछ। तर वास्तवमा फ्रोजन डेजर्ट भनेको एकदम सही हो, खान योग्य चिज हो हैन। एफएफएसआईले पनि त्यसलाई चाहिँ स्वीकृति दिएको छ हैन। चाहिँ त्यसमा यति हो कि बरु तपाईको के अरे चाहिँ फ्रोजन डेजर्टमा आइसक्रिमको मूल्य लिनु भएन हैन। फ्रोजन डेजर्टले कति हो त उसले जस्टिस उसको प्राइस हुनु पर्यो। त्यो भएपछि तपाईको चाहिँ फ्रोजन डेजर्ट पनि एकदम राम्रो चिज हो। र आइसक्रिम र फ्रोजन डेजर्टको बिचमा कसरी क्याल्कुलेसन गर्ने भन्ने कुराहरू पनि सिकाउनु भयो। लो कस्टमा कसरी चाहिँ हाई तपाईँको क्वालिटी मेन्टेन गर्ने भन्ने कुरा पनि सिकाउनु भयो। त्यसको लागि इन्जिनियर बोर्ड टेक्नोलाइटलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यसै फिल्डमा लाग्ने क्रममा भविष्यमा अझै पनि कति समस्याहरू आउन सक्छ। यस्तो समस्याहरू आउँदाखेरि हैन हाम्रो आरएनडी रहिरहन्छ र हाम्रो आरएनडी गर्ने क्रममा जति पनि निस्केको समस्याहरू इन्जिनियर बोर्डले आजसम्मको दिनहरूमा हामी चाहिँ इन्जिनियर बोर्डले हामीलाई धेरै सहयोग गर्दै आउनु भएको छ र भविष्यमा पनि सहयोग गर्नुहुन्छ भन्ने हामी आशावादी छौँ हैन। यदि तपाईँहरू यस फिल्डमा साँच्चै केही गर्न मन लागेको छ अथवा डेरी सेक्टरमा होस् या चाहिँ तपाईँको आइसक्रिमको सेक्टरमा होस् हैन, तपाईँ आबद्ध हुन चाहनुहुन्छ भने यो ट्रेनिङको एकदम अत्यन्त खाँचो छ तपाईँहरूको लागि। बिना ट्रेनिङ तपाईँहरूले चाहिँ गर्न त सक्नुहुन्छ, तर त्यसको चाहिँ तपाईँले जस्टिस तरिकाले चाहिँ प्रडक्ट बजारमा निकाल्न सक्नुहुन्न हैन। तपाईँले चाहिँ यो सम्बन्धी चाहिँ ट्रेनिङ लिनुभयो भने तपाईँले चाहिँ एउटा चाहिँ ब्रान्ड कम्पनीलाई पनि तपाईँले चाहिँ कम्पिट गर्न सक्नुहुन्छ हैन। उहाँहरूको मलाई यस्तो इन्करेज, सबभन्दा पहिला त मलाई यति इन्करेज मिल्यो कि यो कुराहरूले गर्दाखेरि मलाई चाहिँ म एउटा सानो लेभलमा मैले एउटा बिजनेस स्टार्ट गरेँ पनि म कुनै पनि ठुलो कम्पनी भन्दा कमी छैन प्रडक्टमा। मेरो फिनान्सियल स्ट्रक्चरमा म कमी चाहिँ म पछि होला, तर प्रडक्टमा चाहिँ म उहाँहरूभन्दा कमी छैन। किन कमी छैन भन्दाखेरि उहाँहरूको एसओपीमा म फलो गरेर काम गर्नेछु। उहाँहरूको एसओपीमा फलो गरेँ भने र उहाँहरूले सिकाउनु भएको कुराहरूलाई फलो गरेर गयो भने म कुनै एउटा ठुलो कम्पनी भन्दा प्रडक्टमा चाहिँ पछि रहने छैन जस्तो मलाई लाग्छ हैन। र आफ्नो पनि आरएनडी रहनेछ। र तपाईँहरूले चाहिँ यो 3 दिने ट्रेनिङ चाहिँ एकदम लिनु हुन मेरो अनुरोध छ। इन्जिनियर बोर्ड टेक्नोलाइटले एकदम सकेको सिकाउनुहुन्छ। उहाँहरू आइसक्रिम फिल्डमा एकदम विज्ञ हुनुहुन्छ हैन। उहाँ अब यो तपाईँको यस्तै अब मेसिनमा एसआइपी गर्ने तरिकाहरू पनि सिकाउनु भयो, ब्याक्टेरियाको कुराहरू सिकाउनु भएको छ। धेरै कुराहरू छ यसमा, अब यो भनेर सम्भव छैन अहिले हैन।
यसमा डिपली गयो भने अझ मजा आउँछ र डिपली गयो भने कुरा पनि बुझिन्छ र बुझ्न पनि मजा आउँछ। त्यसको लागि तपाईँहरूले यो इन्जिनियर टेक्नोब्रदर्सको 3 दिने आइसक्रिम सम्बन्धी ट्रेनिङ अवश्य लिनु होला। यो चाहिँ मेरो तपाईँहरूको लागि चाहिँ अनुरोध छ भन्दै म चाहिँ बिदा हुन चाहन्छु।